सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै हो। सोभिता गौतम। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद सोभिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएकी छन्। साथै उनले सभापति लामिछाने विरुद्ध लगाइएको मुद्दामा कुनै दम तर्क नभएको पनि जिकिर गरिन्। कास्कीको रूपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन्। हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौँ, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन। त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ, उनले भनिन्। न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूहरूले राखेको उनले बताइन्।